नमस्कार साथीहरू, आज म एउटा रोचक, महत्त्वपूर्ण तर गम्भीर विषयको बारेमा बोल्न गइरहेको छु। जेनजी पुस्ता र भाषा समस्या। किन बिर्सँदैछ त नयाँ पुस्ताले आफ्नो भाषा? जी शब्द त यहाँहरूले सुनिरहनु भएकै छ। जेनजी भन्नाले सन् 1997 देखि 2012 को बीचमा जन्मिएका युवा पुस्ताहरूलाई भनिन्छ। अहिले जेनजी पुस्ता र जेनजी भन्दा कान्छो पुस्ता जेन अल्फामा पनि देखिएको एउटा साझा समस्या भनेको भाषाको समस्या हो। उनीहरू न त राम्रोसँग अङ्ग्रेजी बोल्न सक्छन् र न त नेपाली नै राम्रोसँग बोल्न र लेख्न सक्छन्। उनीहरूले बोल्ने प्रयोग गर्ने भाषामा हाइब्रिड भाषाको प्रयोग हुन्छ, जसमा नेपाली र अङ्ग्रेजी दुवै मिसिएको देख्न सकिन्छ। उदाहरणको लागि, ब्रो तेरो आउटफिट त नेक्स्ट लेभल छ नि। म आफै पनि जेनजी पुस्ता भएकाले मैले यो भन्दै गर्दा पनि मैले बोल्ने भाषामा नेपाली र अङ्ग्रेजी मिसिएको हुन्छ र मैले यो चाहेर पनि हटाउन सक्दिनँ। मेरो विचारमा यो समस्या आउनुको मुख्य कारण भनेको नेपालको शिक्षा प्रणाली हो। अझै भन्दाखेरि नेपालका प्राइभेट र बोर्डिङ स्कुलहरू मुख्य दोषी देखिन्छन् र अहिले त सामुदायिक र सरकारी विद्यालय पनि पानी माथिको ओभानो छैनन्। हाम्रो मानसिकता नै यस्तो भइसक्यो कि हामी इङ्ग्लिस बिना त बाँच्नै सक्दैनौँ। इङ्ग्लिस बोलेर कुल भइन्छ। हो, यो कुरा ठिक हो, इङ्ग्लिस सिक्नुपर्छ। यो विश्व भाषा हो, यसको प्रयोग विश्वभरि जहाँ गएर पनि गर्न सकिन्छ। यसको महत्त्व आफ्नै ठाउँमा छ। मैले इङ्ग्लिस सिक्नै हुँदैन, बोल्नै हुँदैन भनेको पक्कै पनि होइन। मैले के भन्न खोजेको हुँ भने साना बच्चा जो भर्खर मात्र विद्यालय प्रवेश गरेका हुन्छन्, जसलाई के सही के गलत थाहा हुँदैन, उनीहरूमा नेपाली बोल्नु त अपराध हो, यो बोले त फाइन तिर्नुपर्छ, पनिसमेन्ट हुन्छ भन्ने मानसिकता सिर्जना गरियो। यो सरासर गलत छ र यस्तो क्रियाकलाप आजबाट भएका होइनन्। 10औं-20औं वर्षदेखि प्राइभेट र बोर्डिङ स्कुलहरूले यस्तो हरकत देखाइरहेका छन् र अभिभावक पनि यस्तै विद्यालयहरूमा वाह वाह गर्दै आफ्ना छोराछोरीहरूलाई पढाइरहेका छन्। यसको असर मुख्य गरी जेनजी पुस्तामा देखिएको छ र जेनजी भन्दा कान्छो पुस्ता जेन अल्फामा पनि क्रमिक रूपमा देखिएको छ। उनीहरूले पाएको शिक्षामा अङ्ग्रेजीलाई महत्त्व दिएको कारणले आज सामान्य जीवनयापनको भाषामा पनि अङ्ग्रेजी र नेपाली भाषा मिसाएर बोल्नुपर्ने अवस्था आएको छ। अझ भनौँ, नेपाली भाषा नै अङ्ग्रेजी भाषामा निर्भर भए जस्तो भएको छ। अहिलेको पुस्ताले न त अङ्ग्रेजी नै फरर बोल्न सक्छन् र न त नेपाली नै राम्रोसँग पढ्न र लेख्न सक्छन्। सानो हुँदा नेपाली भाषादेखि टाढा राखियो, राम्रोसँग सिक्न दिइएन र अहिले आएर जेनजी पुस्ता यस्तो उस्तो भन्ने पनि गरेको सुन्न पाइन्छ। समाजमा आफ्ना कुरा राख्दा होस् वा केही कुराको विरोध गर्दा होस्, यही भाषाको समस्या, नेपाली र अङ्ग्रेजी मिसाएर बोल्ने, नेपाली राम्रोसँग पढ्न र लेख्न नजान्ने कारणले जेनजी पुस्ता समाजका मान्ने गन्नेहरूबाट समेत उपेक्षित हुँदै आइरहेको छ। आजको पुस्तामा आएको यो समस्या रातारात आएको समस्या भने पक्कै होइन। यो समस्या आउनमा हाम्रो मानसिकता, शिक्षा प्रणाली, शिक्षक, अभिभावक, विद्यालय र सरकार सबैको समान भूमिका छ। यसले गर्दा समग्र राष्ट्र र नेपाली भाषालाई नै खतरामा पुर्याइरहेको छ। हामी आफ्नो खुट्टामा आफैले बन्चरो हानिरहेका छौँ। जे हुनु भइगयो, तर अब के गर्ने भन्ने कुरा महत्त्वपूर्ण कुरा हो। यो समस्याको समाधान गर्ने हो र नेपाली भाषालाई खतरा मुक्त बनाउने हो भने शिक्षक, अभिभावक, विद्यालय, सरकार, विद्यालय, जेनजी लगायत सबै पुस्ता एकजुट भएर लाग्नुपर्छ। यसको सुरुवात भने विद्यालयबाट नै गर्नुपर्छ र अबको आउँदो पुस्तामा यस्तो समस्या नदेखिने गरी लाग्नुपर्छ। विद्यालय गएर विद्यार्थीहरू 8 घण्टा पढ्छन्, तर नेपाली भाषा कति घण्टा, कति मिनेट पढ्छन् त? के त्यति समय पर्याप्त छ त? यो प्रश्न आफूले आफूलाई गर्ने बेला आएको छ। 7-8 घण्टा मध्ये
कम्तीमा पनि 2 घण्टा मात्रै पनि नेपाली भाषामा पढाइ भयो भने नेपाली र अङ्ग्रेजी भाषाको सन्तुलन मिल्थ्यो कि? यस विषयमा सरोकारवाला, बुद्धिजीवी, अभिभावक, शिक्षक, भाषाविद र आम नेपालीले आवाज उठाउन् भन्ने मेरो अनुरोध छ। होइन भने भोलि त्यस्तो समय आउनेछ जहाँ हामी आफैले हाम्रो भाषा, धर्म, संस्कृति, कला सबै समाप्त पारिसकेका हुनेछौँ र हामीलाई पछुताउने समय पनि हुने छैन। धन्यवाद।